हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। म हो अनिता। हजुरहरूको फेरि पनि वेलकम छ हजुरहरूलाई मेरो ब्लग्समा। र आज चाहिँ बिहानै 5 बजी नै यस्तो चर्को घाम लागेछ भने नि साथीहरू, टाइम चाहिँ अहिले भइसकेको छ 5 र बिहान बिहानै यति साह्रो घाम लागेछ भने नि। र म चाहिँ अब बनाउनु जानु आँटेको खानापिना, किनभने आज चाहिँ खेत लिएर आउने बेला भएको छ नि त। अनि मैले चाहिँ यहाँ खाना बसाएको थिएँ अघि, र यहाँ खाना पनि पाकिसकेको छ, मेरो रेडी भइसकेको छ। त्यसको बादमा चाहिँ म यहाँ बडी र आलु भुट्छु भनेर सोचेँ। अनि भुट्रा चाहिँ सब्जी त भयो, दाल चाहिँ के बनाऊँ भनेर सोचेँ नि त नि। अनि त्यसको बादमा दाल चाहिँ रोइनु रहेछ। म चाहिँ दाल र अनि हागिस लिनु गएँ दोकानमा। अनि दाल ल्याएर फटाफट भिजाइहाल्छु भनेर दाल भिजाएँ। त्यसको बादमा चाहिँ अनि फेरि एकैछिनमा बसाइदिइहाल्छु, म काम भइहाल्छ भनेर। अनि यता अघि मैले केलाएर आएको थिएँ नि त बडी र आलु, अनि त्यो पनि बसाइदिन्छु भनेर अनि फटाफट आगोमा बसाइदिएँ। अनि नानीको कपडाहरू थियो, मेरो कपडाहरू थियो, धुइदिएर गएर सुकाइदिइहालेँ घाम लागिरहेको बेला। अनि यता बाख्रा पनि बुन्ने निकाल्नु थालिहाल्यो।